हेलो गाइज, गुड मर्निङ सबैजनालाई। बिहानीको बिहान सबैजनालाई वेलकम टु न्यू ब्लग डे 3। आज चाहिँ मेरो च्यालेन्ज गरेको डे 3 हो है गाइज। म चाहिँ 365 दिनको च्यालेन्ज लिएको छु डेली ब्लग बनाउने। त्यही भएर आज चाहिँ डे 3। तपाईहरुले मेरो डे 1 डे 2 हेर्नु भएको छैन भने गएर RR1000 युट्युबमा गएर RR1000 ब्लग्स टाइप गर्नुहुन्छ भने मेरो च्यानल आउँछ, त्यहाँ गएर हेर्न सक्नुहुनेछ। अनि आज चाहिँ सबैजनालाई ह्याप्पी न्यू इयर हैन गाइज। अब आजदेखि चाहिँ साल बदलियो हैन, साल बदलियो। अब 2025 जे जस्तो भयो सबैजनालाई त्यसैमा खुसी हुनुपर्छ हैन। अब 2026 मा चाहिँ केही नयाँ गरौँ, केही नयाँ कामको सुरुवात गरौँ, त्यही नै भन्न चाहन्छु। अनि मेरा साथीभाइहरूलाई चाहिँ 2025 मा कसैको चित्त दुख्या छ भने माफ गरिदिनु होला। अब 2026 मा चाहिँ सबैजना मिलेर रमाइलो गर्नुपर्छ है गाइज। केही नयाँ कामको सुरुवात गर्नुपर्छ 2026 मा चाहिँ, त्यो सोचले हिँड्नुपर्छ गाइज। अब रमाउने उमेर नि गइसक्यो, कमाउनेतिर ध्यान दिनु पर्यो हैन। 2026 तिर चाहिँ केही सक्सेसको पछि लाग्नु पर्यो। अब चाहिँ 2026 तिर चाहिँ अब सक्सेसको पछि दौड्नु पर्यो है गाइज, कुद्नु पर्यो सबैजना। त्यही नै भन्न चाहन्छु मेरा साथीभाइहरूलाई, मेरा इष्टमित्रहरूलाई। 2025 जे जस्तो भयो त्यो अब त्यही छोडिदिनुहोस्। अब 2026 लागिसक्यो, त्यही भएर अब सबैजनाले सक्सेसको पछि जानु पर्यो है गाइज। अब म पनि 365 दिनको च्यालेन्ज लिएछु डेली ब्लग बनाउने, त्यो सकिन्छ कि नै हेरौँ। अनि घाँटीले पनि साथ दिइरहेको छैन मेरो, रुगा खोकी लागै छ हैन। अनि आजको मौसम पनि यस्तो छ कि पुरै हुस्सु लाग्छ के, केही देखेकै छैन। टाढा त केही देखेकै छैन, नजिकै त देखेछ, टाढा चाहिँ देखेको छैन। त्यही पनि यस्तो जाडोमा अब काम गर्नु नै पर्यो हैन। काम नगरे खान पाइन्न, बस्न पाइन्न, पैसा कमाउनु पर्यो। यस्तो छ मौसम यहाँको चाहिँ। चितवन जिल्लाको चाहिँ यस्तो छ मौसम। आजको नेचर चाहिँ यस्तो छ है गाइज। आज चाहिँ ठुलो घरको जग चाहिँ खनिन्छ होला हैन। अनि अब के कस्तो हुन्छ म अपडेट गर्दै रहन्छु हजुरहरूलाई यताको बारेमा। अनि युट्युबमा नयाँ हुनुहुन्छ भने भिडियोलाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला हैन, त्यही भन्न चाहन्छु। फाइनली गाइस, हाम्रो चाहिँ ठुलो घरको अब ठुलो बिल्डिङ बन्ने घरको चाहिँ जग सुरु भयो खन्ने कार्यक्रम चाहिँ। अब हेर्नु गाइस, यहाँ कत्रो ठुलो घर छ हेर्नु। त्यहाँ जेसीबी खनिरहेछ, इन्जिनियर सर उभिनु भएको छ त्यहाँदेखि यहाँसम्म पुरै गाइस। फाइनली अब चाहिँ हाम्रो ठुलो बिल्डिङ बन्ने घरको चाहिँ जग खन्न सुरु भयो। आज सबै फाउन्डेसन मिलाइन्छ अनि भोलिदेखि चाहिँ वाल लाउने कार्यक्रम हुन्छ है गाइस। अपडेट दिँदै गर्छु म हैन, हजुरहरू हेर्दै गर्नु होला।
अनि मेसिनको आवाज चाहिँ ठुलो होला होइन, मेरो आवाजभन्दा मेसिनको आवाज चाहिँ ठुलो होला। हेर्नु गाइज, ल फाइनली गाइज हाम्रो चाहिँ फाउन्डेसन खनेर सिद्धिन लगाइसक्यो। फाउन्डेसन खनेर सिद्धिन लगाइसक्यो चट्टै होइन। यसमा चाहिँ 2वटा रुम छ, त्यो बिचको चाहिँ हल अनि एउटापट्टि पनि 2वटा रुम गरेर 4वटा रुम, एउटा हल छ है गाइस। यहाँ कोठा चाहिँ अब सिद्धिन लगाइसक्यो। फाउन्डेसन खनेर अब मिलाउनु पर्छ, यसलाई साबेलले मिलाउनु पर्छ बराबर। अनि सोलिङ गरिन्छ मस्त। अनि आज चाहिँ घाम देखा छ जे होस् होइन, आज चाहिँ घाम देखा छ जे होस्, मजाले टक्रक्कै घाम देखा छ। खाना खाइसकेपछि चाहिँ घाम मस्तले देखाइयो। आज चाहिँ आज मौसम ठिक गरेको छ है गाइस, मस्तको छ। ल भेटौँला, हस्त, धन्यवाद, बाई बाई।